हेलो गाइस, आज चाहिँ निलमको बर्थडे हो गाइस। यिनीहरू चाहिँ मेरो केटीहरू हो, मेरो केटीहरू यो ग्याङको डन म हो त होइन मेरो ट्वाइस हो। कति भइसक्यो? 8 बजिसक्यो। बर्थडे सेलिब्रेट गर्न हिँडेको खै हिँडाकै छन्, कहाँ पुर्याउने हो थाहै छैन। हाम्रो सिनियर हुनुहुन्छ, कहाँ जाने हो थाहै छैन मलाई। सुस्मिताको चाहिँ भर्खर भर्खर लाभ पर्दैछ। हाम्रोसँग मिरा दिदी हुनुहुन्छ, बिचरा मिरा दिदीलाई हिँडाएर गाह्रो भइसक्यो। यो चाहिँ विराटनगर बजार है गाइज, थाहा छैन भने कहाँ पस्यो यिनीहरू, कहाँ छिर्यो गाइज। बल्ल 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 भित्र एक ठाउँमा आएको छौँ तर यही हो। पंखा खोलौँ न, भर्खर जन्मेको मान्छेले चिसो हान्छ। मलाई यो गरेर पहिला अर्डर गर्न छिटो हुन्छ केटी हो। बल्ल बल्ल म हाम्रो सेतो भेस्ट लाउने महारानीले ल्याइपुऱ्याउनु भयो यो ठाउँमा। बसिहाल्यो नि। हेलो गाइस, आज चाहिँ निलम राजवंशीको बर्थडे मनाउन आएको छौँ हामी चाहिँ एकदमै Happy birthday to you. To you. Happy birthday भन न। Happy birthday to you. थोड़ा भिडियोबाट सबै गर्नु। Happy birthday to you.
बर्थडे गर्दै चाहिँ गरिदिनु मलाई नै हेलो गाइस आउनु होला है यहाँ केक खानु हुन्छ दुध लान्छ सबै केक यो त तातो भएको अनि सुरक्षाको के अब कोही विनिताको फेभरेट के हो विनिता? चिकन ललिपप चिकन ललिपप मिरा पनि भित्र छौँ गाडी दुश्मन हेरेको हेरै लाइफ हाम्रो दुश्मन छ धेरै घटेको घटे दुश्मन घटे होइन घाँटीमा सुन्छ लोकीमा धेरै खाँदै पासा हामीले साथी धेरै बाख्रा आएर हिँड्न पायो समाजको बिर्सेर पनि खान नि बिल्दाले हड्डी मत गर्छ विनिता खाना पनि खाएको छैन है बर्थडेको लागि बर्थडे खानुलाई खानै खाने पर्छ यसले खान्छ त यो कस्तो बारेको कस्तो मिठो हुन्छ भने ठाउँको लागि अलिकति समस्या भयो एडजस्ट गरिरहेको त्यसको लागि पनि धन्यवाद मसला भ्याएको छैन गाई मोबाइल लाग्छ सबैभन्दा धेरै बोल्ने मान्छे धेरै खाइरहेको फाइनली बर्थडे सकिसक्यो बर्थडेको सेलिब्रेसन सकिसक्यो र हामी गिनी सकेर हामी धेर खाएर पेट ठुलो भएको छ कहिले आउँदा पेट छ ल हाम्रो सकिसक्यो होइन हामीले बर्थडे मनाइ अब हामी जाँदैछौँ गएर सुत्छौँ बाई बाई भिडियो हेरेर इन्जोय गर्नुभयो होला भन्ने आशा लिएको छु एन्ड थ्याङ्क्स फर वाचिङ गाइज एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त ट्याप हलाएर